आउनुहोस् आफ्नो पनको कथासँगै अनुभव गरौँ आफ्नो घरसँगै। सधैँ तिम्रो काखमा निदाउन पाऊँ। सिक्किमेली नेपाली चलचित्र क्षेत्रमा नयाँ उज्यालो। आफ्नो घरको पहिलो पोस्टर सार्वजनिक। 21 फेब्रुअरीमा तादोङमा भव्य प्रथम प्रदर्शन हुने। सिक्किमेली नेपाली चलचित्र जगतमा नयाँ ऊर्जा उत्साह थप्दै बहुप्रतीक्षित नेपाली चलचित्र आफ्नो घरको पहिलो आधिकारिक पोस्टर एक विशेष समारोह बीच सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै दर्शक माझ चलचित्रप्रति उत्सुकता र चासो झनै चुलिएको छ। पोस्टरले पारिवारिक माया, आत्मीयता र सामाजिक यथार्थको झल्को प्रस्तुत गर्दै चलचित्रको भावनात्मक गहिराईको संकेत गरेको छ। यस चलचित्रका कथा तथा निर्देशक नवीन पाखरिङ हुन् भने निर्माता दावा गुरुङले निर्माणको जिम्मेवारी सम्हाल्नु भएको छ। पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र संस्कारका विविध आयामलाई सुन्दर ढंगले समेटिएको आफ्नो घरले सिक्किमेली नेपाली समाजको जीवनशैली, संघर्ष र भावनात्मक संवेदनालाई जीवन्त रूपमा पर्दामा उतार्ने अपेक्षा गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रको भव्य प्रथम प्रदर्शन आगामी 21 फेब्रुअरी 2026 का दिन तादोङ स्थित होटल 5 मा आयोजना हुनेछ। उक्त विशेष समारोहमा सिक्किम सरकारका माननीय मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुहुनेछ। साथै विशेष अतिथिका रूपमा सुषमा प्रोडक्सनकी श्रीमती सुषमा गुरुङ तथा रानीपुल स्थित कुन्दन रिसोर्टकी प्रतिनिधि श्रीमती टासी तामाङको गरिमामय उपस्थिति रहने आयोजक समितिले जानकारी दिएको छ। कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक टोली, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी व्यक्तित्व तथा चलचित्र प्रेमी दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। निर्माण टिमले विश्वास व्यक्त गरेको छ कि आफ्नो घरले पारिवारिक एकता, सम्बन्धको मर्म, त्याग र अपनत्वको सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै दर्शकहरूको मन जित्नेछ। आगामी 21 फेब्रुअरीको दिन यस ऐतिहासिक प्रदर्शन समारोहमा उपस्थिति भई नेपाली चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न सम्पूर्ण महानुभावहरूमा आयोजक पक्षले हार्दिक निमन्त्रणा व्यक्त गरेको छ। आउनुहोस् आफ्नो पनको कथासँगै अनुभव गरौँ आफ्नो घरसँगै। धन्यवाद।